नमस्कार सबै नेपालीहरूमा। म चाहिँ एउटा सानो संवाद हाल्दैछु आज। यो चाहिँ विशेष गरी यो हाम्रो दुर्गा प्रसाईको लागि हो। म उसको पहिला एकदम राम्रो समर्थक हुँ र एकदम मलाई मनपर्ने पनि हो पहिला चाहिँ। अहिले आएर चाहिँ मलाई अब ठिक लाग्न छोडेको छ। किन भनेदेखि बिचबिचमा पहिला सुरुमै एकचोटि हामीले बुझ्नुभन्दा पहिला पनि थाहा भएकै कुरा हो। सबैले भन्थे यो माफिया माफिया भनेर भन्थे। कसरी माफिया भयो भनेर हामीले त्यो सोचेका थिएनौँ, किन बिचमा राम्रो काम गरिरहेको थियो र जनताहरूको आम नागरिकको बारेमा चाहिँ धेरै राम्रो बोल्ने, जहाँ पनि पुग्ने, समर्थक गर्ने, जस्तो समस्या पर्ने मान्छेलाई कसरी हल गर्ने भन्ने कुरा राम्रो लागेको थियो। तर अहिले आएर यो मान्छे मलाई ठिक नलाग्न खोजेको कारणले म उसैलाई यो चाहिँ विशेष गरी दुर्गा प्रसाईको लागि यति हेरिहाल्यो भने पनि मलाई जसरी रिप्लाई दिए पनि म यसको रिप्लाई दिन पनि जवाब छ मसँग छ। यति उसले हेरिहाल्यो भने पनि उसलाई रिप्लाई चाहिएछ, मेरो कुराको रिप्लाई उसले मसँग फेरि उसले मलाई दिएर मसँग मागेछ भने म दिन तयार छु। किन भनेदेखि विशेष गरेर यो किन मैले भन्दैछु भने 35 वर्षसम्म दुईवटा नेताको पछि लागेरै बसेका मान्छे हो दुर्गा प्रसाई। एक त अहिलेसम्म उहाँलाई म तपाईँ भनेर बोल्छु, तर कुनै दिन मैले तँ भनेर मेसेज हाल्नु नपरोस्। किन भनेदेखि प्रचण्ड र केपी ओलीलाई मासी चामलको भात खुवाएर एकै ठाउँमा ल्याउनु पनि उही मान्छे हो। उसको स्वार्थ के थियो, कसरी ल्याउनु पर्छ, कसरी सँगै राख्नुपर्छ भनेर राखे हो। बिचमा के मिलेन यो मान्छेलाई, के नमिल्नाले गर्दाखेरि यो मान्छेले भाडाभुडुङ पारेर एमालेलाई सखाप बनाउने कार्यक्रम बनाएर सखाप बनायो। ल ठिक छ, त्यसमा सब जनताले उसलाई साथ दिएकै हो। पुरानो पार्टीलाई कसैले मन पराउँदैन, साथ दिएकै हो। यो कुरा सब जनताले साथ दिएर राजसभालाई चाहिँ भन्नै पर्दाखेरि 85% भोट आउने मा सबभन्दा ठुलो हात भने दुर्गा प्रसाईकै छ। किन एमाले सखाप बनाइदिएर घन्टीलाई भोट आएको उसैको हात छ, यो हामी मान्छौँ। किन उसले एमाले सखाप नबनाइदिएको थियो भनेदेखि खासै घन्टीले यति भोट पनि आउँदैन थियो। एमाले र काङ्ग्रेस सखाप बनाउने उही हो। राजसभालाई जिताउने पनि दुर्गा प्रसाई नै हो। दुर्गा प्रसाईकै यो विश्लेषण यो जहाँ जहाँ पाए त्यहीँ बोल्दिनले गर्दाखेरि यिनीहरूलाई यस्तो यस्तो भन्नाले गर्दाखेरि घन्टीलाई भोट आएको हो। यो नेपालभरिको जनताले मान्छन् यो, किनकि नबोले पनि जनताले बुझ्या छ। उसको 85% जिताउनेमा चाहिँ स्योर हात छ। तर अहिले आएर उसलाई के चाहियो, के नपुग्यो हो। नयाँ भर्खर सरकार जम्मै 3 महिना भएको छैन सरकार आएको। त्यो सरकारलाई त उसले सम्बोधन गरेर जाने हो। उनीहरूलाई त सिकाउने यस्तो कुरा हो यस्तो हो भनेर राम्रोसँग सल्लाह गरेर जानुपर्ने मान्छे। त्यो सरकार भएको भोलिपल्टदेखि फेरि उत्रिएको छ भनेपछि के दुर्गा प्रसादलाई नै प्रधानमन्त्री चाहियो नेपालमा, कि उसैलाई प्रधानमन्त्री चाहियो? सिधै माग्दै भयो जनतालाई, मलाई प्रधानमन्त्री नभए हुँदैन, म जुन पार्टी आएन विरोध गर्छु भनेर भन्न सक्नु पर्यो। होइन भनेदेखि देश बनाउनलाई हुन्छ भनेदेखि देश बन्ने ठाउँमा जान्छ भनेदेखि त त्यसलाई समर्थन गरेर पनि जानु पऱ्यो नि त। दुर्गा प्रसादजी, तपाईँले चाहेको चाहिँ के हो? कि नेपालमा राजै ल्याउन खोजे तपाईँले, कि राजाले तपाईँलाई तपाईँको लोन सोन तिर्नलाई तपाईँलाई मजाले राजाले पैसा पेलेरै तपाईँ राजाकै मात्र पछि लाग्नु भएको, कि राजा पनि नभन्नुहोस्। राजाहरूमा अहिले तपाईँ रोडमा यति बोल्न पाउनु भएको छ नि, खास यो बोल्न पाउने राजाको उसमा होइन, राजतन्त्रमा होइन, गणतन्त्रै हो। तर देश गणतन्त्र जति राजतन्त्रमा ठिक हुँदैन। भोलि तपाईँ अहिले रोडमा आएर कहाँ सुनेको थिएँ मैले हिजो, कहाँ एयरपोर्टमा पनि तपाईँ पत्रकार सम्मेलन गर्दै हुनुहुन्थ्यो भनेर तपाईँलाई गला घोक्र्याएर चाहिँ भक्तपुरले अरू पुलिसले छोड्दैछन्। तर सही गरे हो, त्यो पुलिसलाई पनि राम्रै मान्छु म। तपाईँ जहाँ जहाँ अवरोध ठाउँ हुनुहुन्छ त्यहाँ गएर बोलिराख्नु भएको छ। तर तपाईँले चाहेको के भन्नु, नेपाली जनतालाई प्रष्ट भन्नु न। मलाई प्रधानमन्त्री नै चाहियो हो। हुन त तपाईँ जानुभएको हो जेनजी आन्दोलनको बेला, हामीले नहेरे होइन। जेनजी आन्दोलन भएको सेनाले देश कब्जा लिनुभन्दा अगाडि नै तपाईँ भद्रकाली त पुग्नु भएको हो, जङ्गी अड्डामा त पुग्नु भएको गाडी लिएर। तपाईँको बोडीगार्ड शुद्ध पुग्नु भएको थियो। तपाईँ प्रधानमन्त्री त्यतिखेरै बन्न खोज्नु भएको हो। तपाईँले भन्नुहुन्छ अहिले म बन्न खोजेँ होइन, तपाईँको भिजनै त्यही होला। तपाईँको हातमा देश दिएर चाहिँ यति विश्वास नबुझ्ने मान्छे चाहिँ तपाईँको हातमा देश 2 महिना पनि रहँदैन होला खास। किनकि तपाईँले सपोर्ट गरेर अहिले भएको सरकारहरूलाई सल्लाह सुझाव दिएर र तपाईँले यसरी चल्नुपर्छ, पहिलाको 30-35 वर्ष नेताहरूले यसो गरेका छैनन् र म त्यो लापत्ते भएर 3-4वटा पार्टीमा मिसिएर पनि लास्टमा त्यो पार्टीलाई खरानी बनाएर यता आएको छु। यसरी देश बनाउनुपर्छ, सिक्नुपर्छ, सिकाउँछु। बरु म नजाने कुराहरू मलाई सोध्नु भनेर तपाईँ खम्बा भएर बस्नुपर्ने ठाउँमा तपाईँ जता पनि तपाईँ भर्खर अहिले तपाईँ सुकुम्बासीको सहारा लिएर हिँड्नु भएको छ। अहिले तपाईँलाई सहारा दिने अब कोही पनि छैनन्। तपाईँकै
भक्तपुरको वज्राचार्यको कुन कुनहरू थिए तपाईँलाई त्यही मधुर सङ्घकोहरू पनि थिए ट्याक्सी उसको ट्याक्सी चालकहरू पनि तपाईँकोमा घरमा धेरै धेरै आउँथ्यो हामीले भिडियो त धेरै हेरिन्छ हेर्नु होइन धेरै आउँथ्यो अहिले तपाईँलाई तिनीहरूले लात हानिसक्यो तपाईँलाई कसैले पनि हेर्नेवाला छैनन् अब किन तपाईँको त्यो काम भन्दा नि उ गर्नु भन्दा तपाईँको मुख धेरै चल्नाले गर्दा तपाईँलाई विश्वास गर्न छोडिसकेका छन् हेर्नु होइन देशमा राम्रो तपाईँलाई अहिलेसम्म पनि तपाईँ भनेर रेस्पेक्ट गरेर हामीले बोल्नेछ भोलि दुर्गा प्रसाई भन्ने दिन नआओस् जनताको किनकि जहाँ पनि राम्रो हुनको लागि तपाईँले बोल्न सक्नु पऱ्यो कि यो गर्दाखेरि देश बन्छ तपाईँले ओके ठिक छ तपाईँले अहिले यो सरकारलाई खेदो खन्नु भएको छ 35 वर्ष तपाईँ घरमा लगेर मार्सी चामलको मासु भात खुवाउन सक्ने मान्छेले किन काङ्ग्रेस एमाले के अरे काङ्ग्रेस माओवादीलाई फुटाएर खेद्नुभयो त तपाईँले चाहेको के हो तपाईँले खास चाहेको के हो तपाईँले चाहेको कुरा नि स्पष्ट जनतालाई भन्न सक्नु पऱ्यो नि त मैले यो चाहेको थिएँ मलाई भएन भनेर तपाईँले तपाईँको मेडिकल कलेजमा स्टुडेन्ट नपुगेर तपाईँले यो गर्नुभएको कि तपाईँको लोन बिना गर्नको लागि हो कि तपाईँले कि देश तपाईँको हातमा पारेर देश बेच्नको लागि हो कि त्यो पनि स्पष्ट खोल्नुहोस् न अनि तपाईँलाई विश्वास गर्नु के जनताले होइन भनेदेखि त 3 महिना सरकार गएको 3 महिना भएको छैन तपाईँ त्यत्रो विरुद्ध तपाईँ यो जेनजी आन्दोलनको मेन जिम्मा भनेको तपाईँले लिनुपर्छ किनकि तपाईँले फागुन 2080 साल या 79 सालमा चाहिँ तपाईँले राजालाई लगेर देवबत्ती बालेर उद्घाटन गरेको कार्यक्रमदेखि देश बिग्रिया हो चम्केको त्यो बेलादेखि हो बिग्रेको जमिन मिल्दैन आन्दोलन चम्केको त्यो बेलादेखि हो हामीले बुझेका छौँ त्यही आन्दोलनको मान्छे पछि लाग्दा पुरानोलाई खेदाएरै छोडे यस्तो खेदायो कि खेदाउन नि 24 घन्टाभित्रमा सखापै बनाएर छोडे हो तर त्यसको जिम्मा त खास भनौँ भने अहिले त तपाईँले लिनुपर्छ किनकि मेन कुरा तपाईँलाई दिनुपर्ने तपाईँलाई पाता कसेर जेलभित्र राखेर पनि तपाईँसँग सम्पत्ति होला तपाईँको अब छोरा बुहारी छोरी सबै डाक्टर भन्नुहुन्छ अनि तपाईँ देखाउनुहुन्छ हस्पिटलबाट पछाडि गेटबाट बिरामी भगाएको पनि देखाउनुहुन्छ तर तपाईँले लाग्ने शुल्क बिना त तपाईँले भगाएको छैन होला पक्कै तपाईँको कर्मचारीलाई तलब दिने त तपाईँको आफ्नै हैसियतले मात्र आफ्नो घरको त्यो उसले मात्र त दिएको छैन होला लाग्ने तपाईँले त्यही हो कि फाइदा हुने पैसाहरू नलिकन गरे होला त्यो त गर्ने होला तर गर्नु नि भएको छ त्यो देखाएको छौँ तर तपाईँलाई नपुगेको कुरा चाहिँ हामीले राम्रोसँग बुझ्न सकेनौँ कि तपाईँले किन साथ दिनु हुँदैन अहिलेको नयाँ सरकार तपाईँले के कुरामा साथ दिनुहुन्न तपाईँले त्यसमा टेबल टक गरेर वार्ता गरेर भन्न सक्नु पऱ्यो कि मैले यस्तो यस्तो कार्यक्रम गरेर यस्तो यस्तो आएको छु दुनियाँको प्रमाण देखाउने मान्छे तपाईँले भन्न सक्नु पऱ्यो म यसरी मेरो माग यो हो र जनतालाई यतिको नेपाल बनाउन सके जनतालाई सुविधा हुन्छ भने तपाईँले त्यहाँ भन्न सक्नु पऱ्यो तपाईँ घरमा बसेर पत्रकार सम्मेलन गरेर कता उ गरेर तपाईँले माइकिङमा बोलेर मात्र दुनियाँ मिडियाहरू किनेर 10-20-25वटा मिडियाहरू घरमा बोलाएर राखेर त्यो माइकिङ गरेर मात्र तपाईँको पक्षमा कोही आउँदैन तपाईँले पनि यो सोध्नु कि तपाईँको हकीकत पनि कुन दिन यस्तो होला कि राम्रोसँग सरकारले राम्रोसँग काम गरेर देख्यो भने तपाईँ नेपालमा टिक्ने ठाउँ पनि नहोला तपाईँलाई हेर्नुहोस् यो चाहिँ मेरो चाहिँ एउटा तपाईँलाई होइन हामीले बुझेको एउटा मेरो सोचाइअनुसारले हुन त तपाईँ मभन्दा सिनियर हुनुहुन्छ ठुलो हुनुहुन्छ व्यवसायी हो हामी भने त हेर्नुहोस् परदेशमा कुल्ली काम गरेर बस्ने मान्छे हो हाम्रो कुरा त्यति तपाईँलाई राम्रो नलाग्ला तर भोलि केपी शर्मा ओलीलाई मन्त्री थियो हेलिकप्टरमा भाग्यो तपाईँ त मन्त्री पनि होइन देशको केही पनि एउटा व्यवसायी हो व्यवसायी भनेको नेपालका कति चोर छन् भन्ने तपाईँलाई थाहा नै छ राम्रोसँग तपाईँ नै देखाउनुहुन्छ व्यवसायीहरू कतिको चोर छन् भनेर तपाईँ त एउटा ऋषि धमालाको कार्यक्रममा पनि एउटा के गोल्चाला मालबारीलाई लिएर गएर त तपाईँले राम्रोसँग पाठ सिकाउनु भएको छ त्यो त हामीले त हेरेका छौँ व्यापारी कतिका चोर हुन्छन् नेपालका व्यापारीहरू कतिको नेतालाई पैसा खुवाएर कतिको चोर हुन्छन् आफ्नो स्वार्थ पुरा भएन भने नेताहरूलाई गुन्डाहरूलाई गर्न खोज्ने त व्यापारी नै हुनु हेर्नुहोस् तपाईँ पनि एउटा व्यापारी त हो किनकि तपाईँ भन्नै पर्दा तपाईँ व्यापारी नै हो व्यापारीको कतिको खेल हुन्छ भनेको त सबै सारा जनताले भन्नु अहिले तपाईँलाई हेर्नुहोस् पहिलाको जस्तो नेपाल छैन हाम्रै पालामा हामीलाई 3 कक्षा 4 कक्षा पढ्नलाई बाबुआमाले पढ्न 4-5वटा बच्चा गाह्रो त अहिलेको जसले पनि एउटा दुईवटा छोरीछोरी दुःख गरेर पनि बालबच्चा पढाएकै हुन्छ एसएलसी 12 कक्षा भने बच्चाहरूलाई पढाएकै हुन्छ मान्छे त्यो बच्चाहरूले शिक्षा बुझेकै हुन्छ कि त्यही भएर मान्छेको दिमागको नलेजमा यति पैसाकै हुन्छ कि यसो गर्दाखेरि यतिकै हाम्रो पालामा हामीलाई ज्ञान थिएन होला हामीले बोल्न राम्रोसँग जानेनौँ होला तर अहिलेको बच्चाहरूलाई हेर्नुहोस् 5 कक्षा पढ्नेलाई पनि हाम्रो देशमा यस्तो छ भनेर राम्रोसँग सोध्यो भने हामीले भन्दा स्पष्टसँग उनीहरूले भन्न सक्छन् त्यही भएर तपाईँलाई एउटा मेरो सुझाव हो तपाईँलाई चित्त नबुझेको कुरा सर्लक्क जनतामा एकचोटि तपाईँ जतिखेर पत्रकार सम्मेलन गर्न सक्नुहुन्छ तपाईँ यो कुरा पनि भन्नुहोस् कि मलाई यो चाहिएको हो त्यही भएर मैले नमानेको भन्नुहोस्
किनकि तपाईँले जुन पार्टीको विरोध गरेर त्यही पार्टी नेपालबाट खरानी नै भइसकेको छ त। अहिले तपाईँ फेरि यो सरकारको के को लागि तपाईँ लाग्ने हुनु? तपाईँलाई के को पुगेको छैन? तपाईँलाई के चाहिएर हो त? तपाईँको कलेजभरि स्टुडेन्ट ल्याएर छरिदिनु पर्यो हो कि तपाईँलाई ऋण मिना गरिदिनु पर्यो हो कि सरकारले? तपाईँको जनताको पैसा त्यत्रो करोड कति अर्ब पैसा त तपाईँको मिना गर्न सक्दैनन्। 5,000 करोड कि कति भन्ने त तपाईँको मिना गर्न त जनताको पैसा हो त्यो। त्यो मिना गरेर त कसले तिर्ने फेरि त्यो? त्यही भएर तपाईँलाई त्यो मिना चाहिए हो कि राजा ल्यायो भने राजाले चाहिँ तपाईँलाई मिना दिन्छु भने होला सायद, होइन? कि राजासँग लिनुहोस्, पहिला पैसा लिनुहोस्, तपाईँको ऋण पुरा चुक्ता गर्नुहोस्, अनिखेरि लड्नुहोस् के राजावादीसँग। होइन भनेदेखि तपाईँ टाउको भरि ऋण बोकेर देश बनाउने लाग्छु भनेर सोध्नु भने तपाईँको गलत हो। यो ऋण त हो, जसलाई पनि लाग्छ ऋण तिर्न। तपाईँको व्यवसाय छ, तपाईँले तिर्न सक्नुहुन्छ मजाले। तपाईँ अहिले पनि तपाईँ राम्रोसँग अहिलेको जुन सरकारमा मान्छे छन्, सरकारहरूसँग राम्रोसँग घुलमिल भएर नजाने कुरा सिकाउने, आफूले जाने कुरा सिक्ने, आफू सिक्ने गर्दै जानुभयो भने तपाईँको ऋण तिर्न तपाईँको व्यवसाय चल्छ। व्यवसायी मान्छे तपाईँ त उद्योगपति हो। उद्योगपति मान्छेको व्यवसाय चलेपछि तपाईँलाई तिर्नको लागि ठुलो कुरा केही पनि होइन। तर तपाईँले के गर्दै हुनुहुन्छ? तपाईँ भड्काउँदै हुनुहुन्छ, जता पनि भड्काउँदै हुनुहुन्छ। सुकुम्बासी भाटा जानुहुन्छ, सुकुम्बासी भड्काइदिनुहुन्छ। कुनै ठाउँमा व्यवसाय सानो उसमा जानुहुन्छ, त्यहाँ भड्काइदिनुहुन्छ। काहीँ जनतालाई भड्काइदिनुहुन्छ। तपाईँलाई 100मा तपाईँलाई यति लाग्छ होला, तपाईँ मन मोटपदेखि भन्नुहोस् राम्रोसँग, मन विश्वासमा आत्मविश्वास गरेर भन्नुहोस्। तपाईँलाई अब विदेशमा भने कसैले विश्वास गर्दैन। यति चाहिँ मेरो ग्यारेन्टी हो। तपाईँको मलाई विश्वास छ कि छैन भने तपाईँ कुनै एउटा फोटो राखेर तपाईँको फेसबुकमा चाहिँ कमेन्ट गरेर आफ्नो उसबाट चाहिँ हाल्नुहोस् तपाईँ, होइन? फेसबुकबाट तपाईँलाई म्याक्सिमम् 100जनाले पनि त राम्रो छ भनेर अब हाल्दैनन् कि। यति चाहिँ मेरो यो चाहिँ मैले जानेरै यो भएको कुरा हुने कुरा भन्दै हो तपाईँलाई। 100जनाले पनि त राम्रो मान्छे भनेर अब हाल्दैनन्। किनभनेदेखि तपाईँले जुन पार्टी गइसक्यो, नेपालमा यत्रो जेनजीको आन्दोलन खास भनेर तपाईँ यति सरकारमा गएर तपाईँलाई पाता कसेर जेलमा हाल्नु पनि तपाईँलाई हो। किनकि तपाईँले यो आन्दोलन नेपालमा उद्घाटन गरेर आन्दोलन गर्ने व्यक्ति भनेको, आन्दोलन नेपालमा सिर्जना गरेर यस्तो आगो लाग्ने बनाउने व्यक्ति भनेको तपाईँ हो। यति म बालनको ठाउँमा थिएँ, यति म नेपालको एकदम हुन त होइन, हेर्नुहोस्, होइन? यति म बालनको ठाउँमा प्रधानमन्त्री थिएँ र यति नेपालमा म यति बालनको जस्तो जितेर प्रधानमन्त्री सबभन्दा पहिला पातो कस्ने व्यक्ति तपाईँ हो। नेपालमा आन्दोलनको सुरुवात गराउने मान्छे तपाईँ हो। सबै जनतालाई उचाल्ने, राजालाई लगेर 15 वर्ष थान्कामा बसेर राजा लगेर मेची पुलमा लगेर तपाईँ पानसमा बत्ती बालेर उद्घाटन गराउने, त्यो राजा राम्रो हो? यो राजा राम्रो भन्न सकिन्छ? तपाईँ राजा भन्नलाई राम्रो भनेर तपाईँले कुन आधारले भन्नुहुन्छ? तपाईँलाई राजाको त पर्छ त सम्पत्ति चाहिँ। अहिले नेताहरूका भन्दा पनि सबभन्दा बढी सम्पत्ति शुद्धिकरण भन्दा सम्पत्ति शुद्धिकरण गर्यो भने राजाको जति सम्पत्ति कसैको पनि छैन नेपालमा, कसैको पनि छैन। नेताको पनि कसैको छैन होला त्यति सम्पत्ति। राजासँग त्यति सम्पत्ति छ अझ पनि। कि त्यो राजाले तपाईँलाई चाहिँ तपाईँको ऋण पुरा मिना गरिदिन्छु, मेरो लागि अब त जुलुस गर, यसो गर भनेर भनेको छ भने ठिकै हो। तपाईँको अब ऋणै मिना हुन्छ भने तपाईँ जनता मार्न चाहनुहुन्छ भने ऋण मिना गर्नुको लागि जनता मार्नुहोस्। होइन भने देश बनाउनु पर्छ, देशको सब माया छ, जनताको माया छ भनेदेखि तपाईँ जहाँ पाए त्यहाँ यो अथुरो टुङ्गा नलाग्ने कुरा नबोलिदिनुहोस्। किनकि अरूलाई पनि सुन्दाखेरि पनि लाज हुन्छ कि यो यस्तो राम्रोसँग बिचमा हिँडे मान्छे, यसलाई अब कसले पैसा खुवाएर यसो गरेर, जस्तो पार्टीको झोलेर तपाईँमा केही पनि फरक देखिँदैन कि। जस्तै पार्टीको झोलेलाई चाहिँ अहिले जसले पनि भन्छन् यो पार्टीको झोलेहरू बाटा हुँदैन, तपाईँलाई पनि अब कुन पार्टीको झोले भन्न बेला आउँदैन। हेर्नुहोस्, अब कुन दिनमा यो पक्कै भन्छन् तपाईँ पनि झोलेमा गनिनुहुन्छ। त्यही भएर दुर्गाजी राम्रोसँग विचार गरेर बोलेर देश बनाउनलाई तपाईँमाथि जनताहरूले धेरै आश राखेको थिए, तर निराश नबनाइदिनु होला कि। तपाईँमाथि आश राखेको थिए जनताहरूले। र एउटा कुरामा तपाईँलाई धन्यवाद के भन्छु भनेदेखि, यो चाहिँ भन्नै पर्ने कुरा चाहिँ, किनकि गरेको कुरालाई गरेकै भन्नुपर्छ। हामी मानव हो, मानवको जातले गरेको कुरालाई गरेकै बोल्नुपर्छ। तपाईँको कारणले लघुवित्तहरूको 18% ब्याज चाहिँ 6% 7%मा झरेको छ। यो हामी पनि भोगेका मान्छे हो, यो हामीले पनि संस्थाबाट पैसा चलाएर मान्छे हो। हामीले यो भोगेको कुरा चाहिँ तपाईँलाई यो कुरामा चाहिँ किन धन्यवाद दिन्छु भनेदेखि, नेपाल सरकारले गर्न नसकेको काम तपाईँले गर्नुभएको छ। यो नेपाल सरकारको त अब लघुवित्त भनेको त सबै सरकारको, एमाले काङ्ग्रेसको बाहेक छैन नेपालमा। हेर्नुहोस्, यो त सरकारले त गर्दै गर्दैन, उ त लुट्न बसेका मान्छे हो। छँदै छैन, एमाले र काङ्ग्रेसको बाहेक त छँदै छैन लघुवित्तहरू, सबै पार्टीको हो। तर त्यसलाई डाउन गरेर तपाईँले त्यसमा चाहिँ ब्याज कम्ती गराएर अलिकति अहिले जस्तो भन्नुहुन्छ 3जना चेलिएर झुन्डेर मर्नुभयो भने त्यसबाट चाहिँ बचाउनु भएको छ नेपाललाई। किन बचाउनु भएको छ भनेदेखि
पहिला सस्ताले 1 रुपियाँ नपुग्दाखेरि घर घरमा आएर दिउँसभरि कुरेर उ गर्थ्यो। अहिले पुगेन, पैसा यतिखेर दिन्छु भने चुप लाएर जान्छ। यो कारण चाहिँ यो क्रेडिट भने तपाईँलाई जान्छ। यसमा चाहिँ हामी तपाईँलाई धन्यवादै दिन्छौँ, तर चाहिँदो सीमितमा गर्नुहोस्। जुन गर्नुभएको छ त्यसमा हामी मान्छौँ तपाईँलाई। जुन कुरा तपाईँले गर्दै गएको सत्य कुरालाई धन्यवाद दिन्छौँ, तर सीमितभन्दा बढी गरेर तपाईँले यसरी अहिलेको जस्तो गरेर भड्किँदै जानुभयो भने तपाईँलाई भोलि केबी शर्माको भन्दा नराम्रो गतिले जनताले तपाईँको घर, तपाईँ न नेता हो न को हो, तपाईँको भक्तपुरमा घर छ, झापा बिर्तामा घर छ भन्नुहुन्छ नि, तपाईँलाई त्यही घरमा आएर मान्छेले गर्छन्। महेश बस्नेत जस्तो नेता, एकचोटि नेता खाइसकेको मान्छे हो, तपाईँ त एउटा उद्योगपति हो। तपाईँलाई सरकारमा बस्ने चाहिहाल्यो भनेदेखि तपाईँको एउटा मात्र सरकारमा बस्नेको 5वटा गल्ती, तपाईँको एउटा गल्ती भन्यो भने तपाईँलाई पाता त कस्छ नै, हेर्नुहोस् होइन। त्यही भएर राम्रोसँग बुझ्नुहोस् कि किन भनेदेखि यो कुरालाई चाहिँ मैले किन भनिरहेको छु भने सरकारमा बस्नेको भनेको अहिलेसम्म काङ्ग्रेस, एमाले, माओवादीले भनेको चोर फटालाई पनि बचाइरहेछन्, बचाएकै हो, बचाइरहेछन् भनेदेखि तपाईँ त अहिले कुनै पार्टीमा नि हुनुहुन्न। तपाईँको त जुन सरकार आयो नि, तपाईँले यतिको गल्ती गरेर यति भेट्यो भने तपाईँलाई जसले पनि च्याप्ने हो। हेर्नुहोस्, पिलाले च्याप्छन् भन्छन् नि, त्यसरी च्याप्ने नै हो तपाईँलाई। त्यही भएर राम्रोसँग बोलिदिनु होला, राम्रोसँग देशको जनताहरूलाई बुझ्ने गरेर बोलिदिनु होला र बुझ्ने स्पष्टसँग भनिदिनु होला, मैले चाहेको यो हो, मलाई यो भएन त्यही भएर म भड्किया हो। होइन भने देशको जनताको लागि लड्या छु र जनताको लागि हो भनेदेखि तपाईँ सरकारसँग मिलेर तपाईँले सबैसँग मिलेर, ऋषि धमाला जस्तो मान्छे मिलिरहेको छ सरकारसँग। तपाईँलाई थाहा छ नेपालमा ऋषि धमाला जति अहिलेसम्म सरकारसँग इन्टरभ्यू लिने मान्छे कोही छ? प्रधानमन्त्रीदेखि ल्याएर जो पनि ल्याएर इन्टरभ्यू गऱ्यो भने त नेपालको त महामुख पत्रकार भन्दा ऋषि धमाला हो नि। त्यो जस्तो मान्छे त मिलेर गरिरहेको छ भने तपाईँ सक्नुहुन्न, सक्ने आँट गर्नु पऱ्यो कि। त्यही भएर त्यही भन्न खोजेको। अनि अहिले यो एउटा गणेश नेपालीको बारेमा सबैले भन्छन् केही गरन्। अहिलेसम्म मेरो पनि उमेर 45 वर्ष भयो। 45 वर्षसम्म मान्छे बिरामी भएर गोली हानेर मार्दाखेरि पनि कुन चाहिँ गृहमन्त्री हस्पिटलमा अहिलेसम्म उत्रिएको छ? तपाईँको हिस्ट्रीमा तपाईँ त 50-52 वर्ष हुनुभयो होला, तपाईँको पनि यो जीवनभरिमा त यो त तपाईँले पनि देख्नु भएन होला। पहिलाचोटि हो कि रातभरि चाहिँ सकेभर गर्नुपर्छ न गृहमन्त्री गएर चाहिँ हस्पिटल, वीर हस्पिटलको बिहान 7 बजीसम्म बसेको भने त यो त धेरै गर्न खोजे होइन, गर्न खोज्दा नसके हो कि। न सरकारको पार्टी, कुनै पार्टीले आएर उसलाई मर्तेले हाल्दै पेट्रोल हाल्दै पनि होइन, सरकारले आएर तँलाई मार्छ भनेर पेट्रोल हाल्दै पनि होइन। जो तपाईँहरूले कसरी बुझ्नु पऱ्यो भनेदेखि जुन सरकारमा हुँदाखेरि 77-78 जना मान्छे मर्दाखेरि त अहिलेसम्म त्यसले जिम्मा लिन मान्दैन। त्यो त ताकि गोली हाने हो, त्यसले जिम्मा लिन मान्दैन। यो त आफ्नै दुनियाँ पब्लिकले हेरिरहेछन् कि त्यहाँ 100 जना त घेर लाएर बसिरहेका छन् मोबाइल हातमा लिएर, ऊ आफू पेट्रोल खनाएर आगो लाएर बसिरहेछ। त्यो ठाउँमा बोल्नु पऱ्यो नि त सत्य कुरा। त्यो ठाउँमा त सरकारको गल्ती कसरी हुन्छ त? सरकार यही भयो होइन, हामीले पनि हेरे होइन, बाढी पीडितमा थियो बल्खु खोलामा, कहाँ खोला 4वटा त्यो जस्टाको टिनमाथि चाहिँ 4 जना मान्छेको 1 घन्टासम्म बगाएर जाँदा पनि सरकारले त्यतिखेर उतार गरेको थिएन नि। अहिलेको सरकारले त के गर्यो? त्यसले त हिँडेर भन्यो हस्पिटल पुर्याएको थियो, रातभरि आफू बसेको थियो। त्यो गरेको कुरालाई गरेको जस्तो दिनु पर्यो नि, त्यसलाई पार्टीकरण गरेर त्यसलाई विवादमा लाने त होइन नि। त्यसलाई विवादमा लगेर जनता भड्काउनु छैन। तपाईँले पनि जनता भड्काउन खोजिराख्नु भएको छ। तपाईँ सम्मेलन गर्छु र तपाईँले त सच्चो कुरा बोल्नुपर्छ। यसमा त छानबिन गरेर तपाईँले त आफूले खोज्ने हो, यसलाई छानबिन गरेर कसरी के भएर हो, कसरी हो र तपाईँले त राम्रोसँग छानबिन गरेर जनतालाई बुझाउनु पर्ने मान्छे हो। तपाईँ आफै भड्काएर तपाईँ पार्टी खोलेर तपाईँ जाँदै हुनुहुन्छ भन्नुहोस् हामी भोट हाल्न आउला नेपालमा। होइन भनेदेखि जुन काम राम्रो भइरहेछ त्यसलाई चाहिँ सपोर्ट गरेर जानुहोस्। यतिको काम राम्रोसँग नेपालमा राम्रोसँग हुँदै गयो भनेदेखि 3 महिनामा हेर्नुहोस्, 35 वर्षमा गर्न नसकेको काम 3 महिनामा हुन्छ भनेर नसोध्नु के। 3 महिनामा तपाईँहरू त यत्रो बुझ्या मान्छे, यत्रो 13 वर्ष लोन लिएर एउटा होटल हस्पिटल चलाउन तपाईँलाई यति गाह्रो भनेदेखि कि त्यो सरकारले 3 महिनामा तपाईँलाई सबै त गर्दैन सक्दैन। 13 वर्षसम्म तपाईँलाई ब्याज तिर्नलाईसम्म धाउधाउ पारेर त्यति तपाईँले मासु भात खुवाउने सरकारले तपाईँलाई तडपार राख्दाखेरि त केही पनि भएन तपाईँलाई भने। अहिले त 3 महिना भएको छ, 3 महिना हेर्नुहोस्, सपोर्ट गर्दै जानुहोस् न। तपाईँले उनीहरूबाट पनि राम्रो, तपाईँको पनि एउटा व्यवसाय राम्रो चल्ला, अरू नेपालको जनताहरूले पनि राम्रो पाउलान् कि। गर्ने वातावरण बनाइदिनुपर्छ। यो वातावरण सबैले जनताले मिलेर तपाईँहरू जस्तो उद्योगपतिहरूले चाहिँ, तपाईँहरू जस्तो व्यवसायहरूले चाहिँ सपोर्ट गर्यो भनेदेखि अनि देश बन्ने हो। देशमा यो चाहिँदैन भन्ने होइन कि
जस्तै व्यवसायहरू नभए त देशै चल्दैन। व्यवसायहरू चाहिन्छ, व्यवसायले त मिल्ने हो, कस्तो कस्तो हिसाबले मिल्ने। तपाईँहरू अब एउटा नेतासँग मिलेर त्यो नेतालाई पैसाको बिटो मात्र खुवाएर त देश बन्दैन, त्यसले त आफ्नो घर मात्र बनाउँछ। त्यसलाई यस्तरी लैजान सक्नु पऱ्यो कि त्यो पैसा पनि तपाईँहरूले दिएको करदेखि जे पनि देशमै चलोस् के, त्यो भयो भने नेपाल बन्यो। तपाईँहरूले पहिला पहिला के गर्नुभयो, काङ्ग्रेस एमाले माओवादीलाई व्यवसाय हामी भनेर तपाईँहरूले गुन्डादेखि सबैलाई यत्रो त बिटो पैसा लगाएर घरमा पेलिदिने, अनि देशलाई 1 रुपियाँ नहुने उनीहरूको आफ्नोलाई मात्र हेर्ने। आफ्नोलाई हेर्दाखेरि त अनि देश बन्दैन। अहिले त्यो अहिलेको सरकारले त के गरिरहेको छ, तपाईँहरूसँग त राम्रोसँग मिलेर काम गर्न खोजिरहेको छ, व्यवसायहरूसँग त मिलेर काम गर्न खोजिरहेको छ। कतिजना व्यवसायहरूको त अहिले त इन्टरभ्यू पनि आइरहेको छ त, उनीहरू त मिलेर काम गर्दाखेरि त राम्रो हुन्छ। तपाईँले दिएको करदेखि सबै पनि सदुपयोग भयो भने नेपालमा त्यही पैसा राम्रोसँग चलाउन सक्यो भने त हेर्नुहोस्, बाटो बन्नलाई जे देश बन्नलाई गाह्रो पर्दैन। पहिलाले त तपाईँहरू 10 खर्ब दिए पनि आफ्नो घरमा हाल्थे त काहीँ पनि विकासमा गर्दैन। 10 खर्बमा 10 करोड पनि खर्च नगरिदिएपछि अरू सबै उसको घरमा बन्दैन, कहाँबाट बन्थ्यो त। अहिलेको त गर्न खोजेको छ कि छैन, 5 वर्ष समय छ। 5 वर्ष समय छ। 5 वर्षपछि त जनतालाई मनै परेन, जनतालाई विश्वासै लागेन भने त जनताले फेरिहाल्छ नि। तपाईँ हामीले बोल्नै पर्दैन, भोट त्यसै परिवर्तन हुन्छ के। यसले गर्न नसकेपछि त भोट त घरिघरि गर्न नसकेलाई त भोट दिँदैन नि त हो। त्यही भएर हेर्नुपर्छ दुर्गाजी, राम्रोसँग हेरेर जानुहोस्। धन्यवाद।